चाहिँ मर्निङको 4:40 मा निस्केको है भोजपुर बजारबाट बस चखेको चाहिँ सनराइज पनि हामीले हेर्न पायौँ है त। अब यहाँ ठ्याक्क आइपुग्दाखेरि सनराइज पाएर छ हामीले क्याप्चर गर्न पायौँ। ल गाइस यो हामी चाहिँ अब चखेबाट लागिमुन्डुम ट्रेल हामी ठ्याक्क अहिले यहाँ 7 बजेको छ। 7 बजे हामीले स्टार्ट गरेको छौँ हिँड्नलाई। ल अहिलेसम्म चाहिँ बाटो ठिकै छ, खासै त्यस्तो अप्ठ्यारो गाह्रो साह्रो जस्तो देखाएको छैन। यहाँ 2-4 जना साथीभाइहरू गुटुटुटु दौडिरहनु भएको छ। भरे चाहिँ अवस्था हेर्नुपर्ने छ। खोटाङ पऱ्यो अरे है, खोटाङ जिल्ला। अनि ठ्याक्कै हामी बिचबाट हिँडिरहेको छौँ। अनि यतापट्टि हेऱ्यो भने चाहिँ यता चाहिँ भोजपुर। हिँड्दा हिँड्दै ठ्याक्कै अगाडि चाहिँ ओ माउन्टेनको भ्यू आयो है गाइस। बाटो सजिलै छ है गाइस। यो अलिअलि यस्तो स्टेप मात्र छ गाह्रो। अब चाहिँ बाटो एकदम सजिलो सिधा किन भयो जस्तै त्यस्तै हो। पछि त हिमालकै फेर्न पुग्यो। तर पनि रहेछ है, सबै त ट्रेकमा चाहिने कुरा त्यति त हो। यहाँ पनि त सबै चिज छ होइन, सबै चिज छ। इजी ट्र्याक, इजी छ ट्रेल। मलाई त एकदम रमाइलो। मैले भनेको है त यो एक्सपेक्टेसन भएपछि रियालिटीले जितिसक्यो। रियालिटीले जित्यो। जितिसक्यो अहिले जितिसक्यो क्या स्टार्टिङमै गर्दैछु। यहाँ अलिकति एउटा अप्ठ्यारो कुरा आएछ अरे। सु आइसकेको छ। अब सु गर्नलाई यता उल्टे लाग्यो भने कहाँको मान्छेले पनि देख्ने छ। यहाँ सबै खुल्ला छ। यहाँको हाम्रो ट्र्याकको एउटै मात्र बेफाइदा अहिलेसम्म पत्ता लाग्यो हामीले। त्यति साह्रो बेफाइदा परसम्म देखिँदो रहेछ कि सबै। साथीहरूले राम्रै चाहिँ नि गर्मी भएछ, पसिना ससिना आएछ। एकले चाहिँ खोल्ने तर्खर भन्ने सरहरू एकदमै गर्मी भएर है उलनवाला टोपी चाहिँ खोलेर ढाका टोपी लाएर म चाहिँ हिँड्नुपर्ने भयो। यो ट्राभलमा यहाँ हाम्रो लक्ष्मी गौमाताहरूसँग नि हाम्रो मुलाकात भएको छ। ट्राभलमा चाहिँ हामी जम्मा 4 जना निस्केको हो। तर एकजना हाम्रो जेन्जी भाइ चाहिँ उफ्री कहाँ पुगो यहाँ खाली नभ्याउने ठाउँमा पुगेछ। भ्यू चाहिँ एकदमै राम्रो हो यार। यो ट्रेकिङ बिगिनरहरूको लागि चाहिँ एकदमै पर्फेक्ट ट्रेक हो। हामी दुधकुण्ड पुगेर आइसकेको मान्छेलाई त यो के नै यस्तो लागिरहेछ। त्यो दुधकुण्ड जाँदाखेरिको बाटो सम्झ्यो भने त सर बाफा ठाडै उकालो हिँडेको मान्छे। अब यहाँ हामी त यो अलिअलि उकालो त्यहाँ रहेछ। यहाँ चाहिँ यतिको उकालो चाहिँ यहाँ है, अहिलेसम्मको उकालो यही चाहिँ अलिक ठाडो उकालो जस्तो देखिएको छ। डाइनिङ टेबल पनि राख्दै रहेछ है। मेरो भान्जा चाहिँ सँग क्याप्चर गर्न पाएको छैन। भान्जा चाहिँ एकदमै खराएको तालमा हिँड्ने, म र दिवाकर सर चाहिँ कछुवाको तालमा हिँड्ने।
अनि अर्को एउटा चितुवाको तालमा हिँड्ने मान्छे कहाँ पुग्यो थाहै छैन अब त्यो यस्तो तालमा चाहिँ हिँडिरहेको छौँ हामी डाइनिङ सेट चाहिँ हाम्रै लागि बनाइदिएको कि जस्तो लाग्यो कि हामी हिँड्न थालेको पनि 2 hours 10 minutes भएछ थकित अवस्थामा यहाँ आइपुग्यौँ यहाँ चाहिँ चाउचाउ र हल्का ड्रिङ्क्स चाहिँ हान्नुपर्ने भयो ड्रिङ्क्स भन्ने फेरि हार्ड ड्रिङ्क्स नसोच्नु होला यहाँ हामीसँग आएको यहाँ यस्तोवाला ड्रिङ्क्स छ चिन्जानको मान्छे जस्तै एकजना यहाँ चाहिँ यात्रामा भेटिएको हो सेवा म चाहिँ सुजन चामलिङ राई पर्यो यहाँ घर चाहिँ दावा तल पर्छ आबु यता लागेकोमा चाहिँ यो मायुतिर लागेको बाटोमा साथीहरूसँग भेटघाट भयो खुसी लाग्यो अब जानुपर्छ सँगसँगै बाटो अलिकति लामै छ ठाडो उकालो हिँडिरहेछ है यहाँ अलिकति ठाडै उकालो भेटेको छ आज मौसमले चाहिँ एकदमै राम्रो साथ दिएको छ हामीलाई हिँड्नमा ठिक्क सिरिरी हावा चल्दै ठिक्क घाम ठक्क चाहिँ हिँड्न चाहिँ सहज भएको छ आज हामीलाई एकदम मजा आएको छ गजब छ गजब गाइस यहाँ चाहिँ अन द वे स्वच्छ पिउने पानी पर्दो रहेछ यहाँ सबैजना चालुहरू पानी पिउनुहुन्छ यहाँ स्वच्छ पानी छ अहिलेसम्मको यात्रामा यो एउटा चाहिँ एकदमै ठाडो उकालो जस्तो देखाएको छ योभन्दा ठाडो उकालो भएर भेट्छौँ भेट्दैन थाहा छैन होइन तर अहिलेसम्मको चाहिँ यो ठाडो उकालो हो ल गाइस यो ट्र्याकमा चाहिँ एकदम खुल्ला डाँडा पाखा हरियो अनि खोला नाला पानी पिउने सानो कलकल बग्ने झरना अनि घना जङ्गल सहितको ट्र्याक रहेछ एकदमै दामी छ गाइस खतरा छ खतरा यहाँ घना जङ्गल छ यहाँ है एकदमै कालो जङ्गल देखिएको छ यहाँ पुरै बाघ भालु नै आउला जस्तो गरेर यस्तो घना जङ्गल छ हाम्रो सञ्जोग सरले पुरा गीत गाउँदै हुन्छ अन्धकार छ एकदम घना जङ्गल हामी एउटा ल 3 थुम्के भन्ने ठाउँमा आइसक्यौँ है भाइको लागि बुके बनाइदिनु पर्यो सालो केटोलाई एउटा बुके बनाएर अर्को ताल चाहिँ हामी जोडी जोडी चाहिँ ट्रेकिङ जाने भन्ने कुरा छ आज एउटा बुके बनाइदिएर एउटा केटी पट्याउन लाएर बिहे गराएर बुके फुल गाइस बुके चाहिँ यस्तो रेडी भएको छ अब हाम्रो सालो केटोलाई प्रशान्तलाई दिएर एउटा राम्रै केटी हेर्न लाएर दिन लगाइहाल्ने भ्लग बनाउने भयो कि पछाडिबाट खिच्नै नपाइने रहेछ आफ्नो चाहिँ यता हेरिदिनुहोस् न फिसिक्का बस तिम्रै बाया ज्यान घुम्छ फनफन्ते
जाँदा माया हाँस्दै जानुला खुसी सबै सँगाली लानुला यादहरूमा मै बाँचुला कहानी यो अधुरै साँचौला किन माया बस्छ आफै दुख्नलाई किन माया बस्छ आफै दुख्नलाई लाग्छ बेर कति यो घाउ सुक्नलाई ओ उकालो आयो उकालो राम्रो उकालो भेटियो कि स्टेप 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 दामी छ ल बस को झार उम्रेर कस्तो दामी देख्यो है सपना भुलाई सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ सपना भुलाई सारा सिनेरी कहाँ त को जानुपर्ने हो लाइट पनि आयो उसले भने 35 मिनट भयो कि हाम्रो 1 घन्टा लाग्यो 1 घन्टा लाग्दैन अब आधी घन्टामा अलिक बढ्यो है ल ल के बनाएअनुसारकै भाइलाई मैले हस्तान्तरण गरेँ अब भाइले कसलाई दिएर कसलाई पट्याउने हो यो चाहिँ हामी अर्को भिडियो बनाउँछौँ है त्यसलाई ल है गाइज हामी चाहिँ खाना खाने ठाउँमा आइपुग्यो ठ्याक्कै 12:30 बजे आइपुगेछ है हामी धोत्रे भन्ने ठाउँमा हामी धोत्रेमा खाना खाएर अब उकालो लाग्यौँ ठ्याक्कै यहाँदेखि चाहिँ उकालो सुरु हुँदो रहेछ ठ्याक्कै हामी 1 बजे यहाँबाट निस्क्यौँ ठ्याक्कै तर उकालो उकालो बाटो चाहिँ यहाँबाट सुरु हुँदो रहेछ राम्रै उकालो देखिरहेछ अगाडि उकालो बाटो हामी चढ्दैछौँ उकालो छ यहाँ अगाडि केही लेखेको जस्तो छ एउटा गोठ स्टे नै रहेछ नि त यहाँबाट छिमालुङ गोठ स्टे चाहिँ यहाँ रहेछ छिमालुङ गोठ स्टे त्यो विन्डबाट चल्ने केही चिज छ यहाँ माथि त्यसमा चाहिँ एउटा घोडा पनि देखेँ आज दाजु असम्भवको कुरा गर्नु भयो नि त है गाइज मन्दुम ट्रेल्समा चाहिँ एकचोटि राजेश दाई आउनुभएको थियो अरे अनि राजेश दाईले चाहिँ त्यो 45 डिग्रीको एङ्गल नाप्नलाई अप्ठ्यारो भएर रुख्ने यस्तो पारिदिएर जानुभएको अरे गाइज 45 डिग्री एङ्गलमा गाइज आम्मा जाँदा यत्रो पोखरी रहेछ यहाँ बाटोमा
नसम्झिनुहोस् यो सानो यो चाहिँ हाल मात्रै हो अन द वे चाहिँ बाटोमा यस्तो पुरानो धेरै साल पुराना रुखहरू पनि देख्न सकिन्छ यहाँ एकदम यो रुख चाहिँ के को यसो माथि टुप्पो हेर्दाखेरि चाहिँ गुराँसकै रुख जस्तो देखिन्छ तर तल हेर्दाखेरि चाहिँ त्यस्तो गुराँस जस्तो लाग्दैन यसो गर्दाखेरि चाहिँ मनोकामना पुरा हुन्छ अरे हाम्रो सरले एउटा यस्तो एड गर्नुभएको छ यो बाटो आउनुपर्ने रहेछ खोलाको हुँदै पानी परेको बेला चाहिँ अलिक यहाँ यति उयो चाहिँ अनि अप्ठ्यारो पर्ने रहेछ त अरू वे त सबै ठिकै छ यति एरिया चाहिँ पानी परेको बेला बाढी आयो भने चाहिँ गाह्रो हुनेछ यो वेमा यहाँदेखि अगाडि त पुरै निकै ठाडै उकालो पो छ त हौ गाइस पुग्ने बेलामा त गाह्रो होला जस्तो छ उकालो आज आइज उहाँ सर यहाँ घाइते भइसक्नु भयो अरे यहाँ मेरो भ्लगमा चाहिँ नि पुरै सिनको मात्र भ्लगबाट अगाडि हिँड्नु न सर भनेको घाइते भइसक्यो भन्नुहुन्छ उहाँ हेर्नु त घाइते त होइन अलिअलि उकालो चढ्दै अर्कै बाटो ठाडो उकालो है ल अब चाहिँ एउटा उकालो पार गरिसक्यो अब चाहिँ वहाँ पर त्यो देखिएको चाहिँ यहाँ हो आजको हाम्रो डेस्टिनेसन अब धेरै टाढा छैन जस्तो छ हेर्दाखेरि चाहिँ तेर्सै छ त्यहाँ माथि होमस्टे छ अरे गोड स्टे पनि छ भन्ने कुरा छ अनि तल यो तल चाहिँ होमस्टे छ अरे तर यहाँ तल बसियो भने भोलि बिहान माथि सनराइज हेर्न जानलाई धेरै टाढा पर्छ सकेसम्म यहाँ माथिकै स्टेमा चाहिँ बस्नु पाए राम्रो भन्ने कुरा छ हेरौँ अब के हुन्छ अहिले मलाई एकदमै समस्या लागिरहेको सब्जेक्ट चाहिँ के हो भने त्यो माथिल्लो स्टेमा गएर अहिले जाउँला अनि त्यहाँ चाहिँ स्टे गर्नलाई मिलेन भने चाहिँ फेरि फर्केर आएर यहाँ तलको स्टेमा बस्नु पऱ्यो भने त यत्रो दिनभरि हिँडे मान्छे मर्नुहुन्छ नि हो गाइस राइट आशा गरौँ कि त्यहाँनिर बस्ने ठाउँ मिलोस् माथि नै ल यतातिर देख्यो यतातिर लाग्यौँ अब मिस्टेक नम्बर यहाँ छ ल मिस्टेक चाहिँ तल होला यो मुन्दुम ट्रेल मार्गको सम्पूर्ण सूचना चाहिँ यसमा दिएको रहेछ यस्तो छ है ढुङ्गे धारा बनाएको रहेछ एकदम चिसो पानी छ नि आफ्नै चिसो यहाँनिर इन्फर्मेसनहरू दिएको रहेछ है कहाँ कता जाने घाँस पोखरी यता धोद्रे उता अनि अघि धोद्रे हुँदै आएको अर्को बाटो छ ए हो त्यतिर ए यो मयङ यता साल्पा यहाँ मासतिर हामी जाने मयङ यता गाइस घाम पनि अस्तायो अलिकति हाइटमा पनि आयौँ चिसो सिरेटो एकदम हान्न थालेको छ चिसो फिल भइरहेछ मैले चाहिँ फेरि चिसो हान्ने बित्तिकै
मलाई एकदम चिसोले छिटो इफेक्ट गर्छ। अनि टोपी सोपी सब लाएर म चाहिँ वाक गरिरहेको छु। हो ल गाइस, फाइनल्ली हामी 7 बजे हिँडेको, 7 बजे हिँडेर ठ्याक्कै कति भयो 4:29 मतलब 9.5 घन्टामा हामी आज हाम्रो डेस्टिनेसनसम्म आइपुग्यौँ। आज हामी यही एरियामा बास बस्ने हो एन्ड भोलि चाहिँ मयुङ डाँडामा गएर सनराइज हेर्ने हो। गाइज ओ माई गॉड, बस्ने हाम्रो होमस्टे गोठी स्टे हो, तर यो प्याक भएर हामी चाहिँ माथि हाम्रो चाहिँ टेन्ट सुत्ने यो अरे है। केटाहरू यहाँ फोटो खिचिरहेछ, हाम्रो टेन्ट चाहिँ यो अरे। आजको बास यहीँ हुने हो, ती डाँडामा छ। ल यो टेन्टभित्रको हाम्रो गेम हुँदैछ यहाँ। ल हेलो गाइज, आज बिहान उठेर चाहिँ भिडियो बनाउनु पाइएन कि यस्तो चिसो थियो, हतार भयो। 4:30 तिरै उठेर हामी चाहिँ मयुङ बेसमा हामी बसेको ठाउँबाट हिँड्या हो। तर बाटो चाहिँ हामीलाई त स्क्याम भयो, कुन बाटो कहाँ भनेर कहीँ अब ट्रेलमा पनि कहीँ केही बाटोहरूमा यहाँबाट जाने भनेर डाइरेक्सन छैन। अनि हामी राति नै निस्किया हो, तर आधी बाटोमै अड्केर चाहिँ अलिक घाम झुल्केपछि चाहिँ बाटो अलिकति देखियो र अलिक यस्तो वाक गर्दैछौँ। यस्तो डाँडामा हिँडिरहनु भएको छ अरू पनि, अनि हामी पनि हिँडिरहेछौँ। आजको हाम्रो सनराइज भ्यू चाहिँ मिस भयो। एटलिस्ट अरू भ्यू चाहिँ हेर्नलाई हामी अहिले चाहिँ उकालो लाग्दैछौँ। बाटो चाहिँ यस्तै छ। यो बेस बस्ने ठाउँसम्म आउने चाहिँ एकदम वेल म्यानेज गरेछन्। यहाँदेखि ठ्याक्कै त्यो भ्यू पोइन्ट जाने ठाउँमा चाहिँ म्यानेजमेन्ट खासै राम्रो लागेन हामीलाई। यो चाहिँ भएर हामीले कम्प्लेन पनि गर्नुपर्ने छ यहाँको समितिलाई। बाटो चाहिँ यस्तै छ, अहिले उकालो। ओ माई गॉड, फाइनल्ली हामी चाहिँ पिक पोइन्टमा आइपुग्यो अहिले। यहाँको भ्यू चाहिँ यस्तो रहेछ, यहाँको सबै भ्यूहरू। यहाँनिर नेपालको झन्डा राखेको यो तर बाङ्गो भएछ अरे, यो के भयो यस्तो हावाले यस्तो गरे जस्तो है। होइन माथि हेर्नु, माथि माथि कस्तो यस्तो बाङ्गियो भने यस्तो छ भ्यू है गाइस। यहाँबाट चाहिँ टक्कमा यहाँ चाहिँ एकदमै फोटोसोटो खिच्नेहरूको भ्यूहरू छ। त्यहाँ पोखरी एकछिनमा गइहाल्ने हो, यहाँबाट दामी भ्यू देखिँदो रहेछ है। चेकआउट गर्ने हाँस पोखरी जाने। हाम्रो त्यो मयुङ बेस क्याम्पबाट भोजपुर जाने बाटो आउँदा आउँदै यो ठ्याक्कै दुईवटा यस्तो पुरानो यो घरको के भत्काएको जस्तो देखिँदो रहेछ। यहाँबाट चाहिँ माथि उकालो, यहाँ चढ्यो भने चाहिँ सबभन्दा राम्रो वे चाहिँ यहाँ रहेछ यो चढ्ने। आज साह्रै दुःख पाइयो, थाहा नपाउने मान्छेहरू उहाँ माथि माथि उकालो। अब अघि बिहान हामी पनि त्यही उकालो चढेर झरेर आएको हो, तर राइट वे चाहिँ यो रहेछ। हामी चाहिँ चखेवाबाट मयुङ डाँडा गयौँ र मयुङ डाँडाबाट नेक्स्ट डे चाहिँ हामी सुन्तले हुँदै भोजपुर झरेको थियौँ। तर यो मयुङ डाँडाबाट सुन्तले हुँदै भोजपुर आउँदाखेरि चाहिँ को मुन्दुम ट्र्याक एकदमै असहज थियो। त्यहाँ बाटोमा केही इन्स्ट्रक्सनहरू थिएन, बोर्डहरू केही राखिदिएको थिएन। हामी एकदमै दुःखले घना जङ्गलको बाटो सुन्तले झरेर त्यहाँबाट गाडी चढेर बल्ल चाहिँ भोजपुरसम्म आएको थियौँ। र सम्पूर्ण गाइजहरूलाई म सजेस्ट के गर्छु भने चखेवाबाट मयुङ डाँडा जाने र मयुङ डाँडाबाट रिटर्न टु चखेवा नै गएर चाहिँ एकदम इजी ट्र्याक हुन्छ। सुन्तले हुँदै अहिले नझर्नु होला है त गाइज।